नमस्ते क्रिकेट प्रेमी साथीहरू, स्वागत छ तपाईहरुलाई हाम्रो च्यानलमा। आज हामी लिएर आएका छौं दुईवटा महत्त्वपूर्ण जानकारी। पहिलो, नेपालको टी20आई ट्वाइस सिरिज बारे जुन स्कटल्यान्डमा आयोजना हुँदैछ र दोस्रो टी20 वर्ल्ड कप 2026 को एसिया क्वालिफायर जहाँ नेपालले खेल्ने तयारी गर्दैछ। पहिलो कुरा गरौँ हामी स्कटल्यान्डको ट्वाइस सिरिजको बारेमा। नेपालले स्कटल्यान्डमा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग टी20आई सिरिज खेल्दैछ जुन यसै 16 जुनदेखि जुन 20 सम्म हुनेछ। नेपालको पहिलो खेलको बारेमा कुरा गर्नुपर्दा जुन 16 मा नेपाल वर्सेस नेदरल्यान्ड्स हुनेछ साँझ 7:15 बजे नेपाली टाइम अनुसार र जुन 17 मा फेरि नेपाल र स्कटल्यान्ड बीच हुनेछ। यो ट्राई सिरिजको हरेक खेल बेलुका साँझ 7:15 बजे नेपाली टाइम अनुसार र जुन 19 मा फेरि नेपाल र नेदरल्यान्ड्स बीचको प्रतिस्पर्धा र जुन 20 मा नेपालले आफ्नो अन्तिम खेल स्कटल्यान्डसँग खेल्नेछ। यो ट्राई सिरिज नेपाली खेलाडीहरूको प्रदर्शनको परीक्षण मात्र होइन, आगामी ठूलो प्रतियोगिताको लागि तयारी पनि हो। अब यो सिरिज पछि नेपालको अर्को लक्ष्य हो टी20 वर्ल्ड कप 2026 को लागि क्वालिफाई हुन। 2026 को वर्ल्ड कप भारतमा हुँदैछ अर्को वर्ष। नेपालले यस वर्ल्ड कपको लागि क्वालिफाई हुनलाई क्वालिफायर्स खेल्नुपर्ने हुन्छ जुन एसियन क्वालिफायर्सको नाम दिइएको छ, जसमा पपुवा न्युगिनी पनि सामेल छ। यस क्वालिफायर्समा कुल 9 राष्ट्रहरू सहभागी हुनेछन्। यी मध्ये 3 टिमले मात्र टी20 वर्ल्ड कप 2026 मा स्थान पाउनेछ। यसैले यो प्रतियोगिता अत्यन्त प्रतिस्पर्धात्मक र निर्णायक हुने देखिन्छ। नेपालका लागि यो सुनौलो अवसर हो। विश्वकपमा पुनः स्थान बनाउनको लागि अब सबैको नजर नेपाली टिमको प्रदर्शनमा हुनेछ। स्कटल्यान्डको सिरिज र त्यसपछि एसियन क्वालिफायर्स तर्फ जुन ओमानमा हुने भनिएको छ। अब तपाईहरुलाई के लाग्छ के नेपालले यो ट्राई सिरिजमा उत्कृष्ट प्रदर्शन गर्न सक्छ? के नेपाल विश्वकप 2026 का लागि छनौट हुनेछ? कमेन्ट गर्नु होला। हस्त नमस्ते, आजलाई यति नै।